नमस्ते, वेलकम टु साया ब्लग। तपाईँलाई वेलकम छ मेरो युट्युब च्यानलमा। म चाहिँ धेरै पछि ब्लग लिएर आइरहेको छु होइन। म चाहिँ आज कहाँ जाँदैछु भनेर चितवनमा रहेको एउटा के अरे सिरैचुली र उपर धनगढी भन्ने ठाउँ चुज छ होइन मेरो अप्सनमा चाहिँ। त्यहाँसम्म अब बाटो चाहिँ कुन सजिलो छ त्यो जानुपर्ने हुन्छ होइन। अनि आजको मौसम पनि अलि हिजो अस्तिभन्दा अलि कुल छ होइन। घाम पनि लागेको छैन, घाम पनि गर्मी त छ। म भर्खरै नुहाएर बसिरहेको है। अब फेरि बिना बाँच्न सक्दैन, अब नुहाए पनि अब जे पनि चितवनको मौसम यस्तो छ होइन। त्यही भएर म कहाँ चाहिँ त्यो छु भनेर तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहोला। हामी चाहिँ चितवनको सबभन्दा अग्लो ठाउँ सिराइचुली डाँडा। सिरैचुली डाँडामा जाँदैछौँ गाइस। यो चाहिँ हाम्रो रेस्टुरेन्ट हो। यहाँ चाहिँ हाम्रो मेन कुक दाइहरू हुनुहुन्छ होइन। तपाईँहरू हेर्न सक्नुहुन्छ हाम्रो रेस्टुरेन्ट कस्तो लाग्छ, सुझाव सल्लाह दिन सक्नुहुन्छ। अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किन लागेको अवस्था छ। चितवनको सिरैचुली भन्ने डाँडामा जाँदैछौँ। त्यसको लागि तपाईँले अन्तिमसम्म हेरेर साथ दिनुहोला। धन्यवाद। त्यसको लागि चाहिँ तपाईँले हेरेर पानी परेर प्लास्टिक लिनलाई के भन्छ शक्तिखोर बजार हो कि के भन्दो रहेछ गाइस। पानीले रुच्नु त भएन, प्लास्टिक किन्न जान लागेको। यता चाहिँ बर्खा लागिसक्यो गाइस। अहिलेको पानीले पऱ्यो भने खोला परिरहेको छ। हेर्नु सक्नुहुन्छ यहाँको सबभन्दा भाइरल ठाउँ एकदम मिठो सुकुटी पाउने ठाउँ अरे होइन गाइस। हेर्न सक्नुहुन्छ तपाईँहरू पनि शक्तिखोर आएर देवजुली कहाँ जाने लागेर साँच्ची हामी हेर्न सक्नुहुन्छ। तपाईँहरूले आयो भने ठाउँमा बसेर स्कुटी खानु होला। अहिलेको पानीले यहाँ चाहिँ खोला बढिरहेको छ, चिसो चिसो भइरहेको छ। आज त चितवन आएर सुख पाएको दिन अझै होला गाई, चिसो भएर पानी परेर। गाइज हेर्न सक्नुहुन्छ डाँडा काँडा यस्तो राम्रो छ चितवनमा पनि। तपाईँहरू आउनु सक्नुहुन्छ। वास्तवमा हामी चाहिँ सिरैचुली जाने भनेको थियो, त्यहाँ चाहिँ बाटो बिग्रेको भएर अहिले चाहिँ गढी जाँदैछौँ हामी चाहिँ। मौसम चाहिँ राम्रो छ हिजोभन्दा आज। यो हेर्न सक्नुहुन्छ गाइस। हेलो 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 यहाँबाट भ्यूहरू चाहिँ खतरा देख्दो रहेछ। जहाँ पनि गाह्रो छ। एकैछिन भयो नि तपाईँहरू पनि चट्ट लगाएर भ्यू हेर्न सक्नुहुन्छ गाइस। त्यति साह्रो राम्रो देखेको छैन है। त्यही हो, बादलले छिकिरहेको छ। बाटो हेर्न सक्नुहुन्छ, राम्रो भन्ने कि नराम्रो भन्ने है। तल डेन्जर भिड छ, माथि उकालो हेर्नुपर्छ। बाटो बनाउँदैछ, डेन्जर रिक्स पनि छ, तल भिड छ। यो बाटो यस्तो डर लाग्दो छ, कहाँ माथि डाँडामा जानु लाग्यो गाइस। डेन्जर रिक्स बाटो चाहिँ अलिकति अप्ठ्यारो छ। अप्ठ्यारो भएकोले चाहिँ खतरा छ यहाँ। डरै डरै पनि आइपुग्यो गाइस। यहाँ चाहिँ पार्किङ गर्ने ठाउँ रहेछ होइन गाइस। फाइनली हामी यो उपर दाङगढी भन्ने ठाउँमा आइपुग्यो। जहाँनिर भनेको अर्को हाम्रो चाहिँ सिरैचुली थियो, त्यहाँ चाहिँ बाटो अफरोड भएको भएर फेरि हामी यो ठाउँमा आएको छौँ है। अलिकति बाटो नि गाह्रो छ। अनि हामी चाहिँ माथि जाँदैछौँ। कस्तो छ के छ त्यसको लागि हेर्नको लागि तपाईँहरूले अन्तिमसम्म हेर्नुपर्ने हुन्छ गाइस। यहाँको होमस्टे हेर्न सक्नुहुन्छ। तपाईँ पहिला आउनुभएको थियो, यता हेरिदिनु न त। यस्तो हाम्रो युट्युबर यहाँ नि सिरैचुली भन्दो रहेछ। तपाईँहरू चट्ट लगाएर फ्यामिली लिएर आएर पनि टेन्सन रहेनछ। होमस्टेमा बसेर रमाइलो गर्न सक्नुहुन्छ। थाक्यो हिँड्दा हिँड्दा। फाइनली गेट चाहिँ आइसक्यो। अब यहाँ चाहिँ टिकट सिस्टम रहेछ होइन, छ कि छैन थाहा त छैन, तर काउन्टरमा चाहिँ टिकट सिस्टम लेखिरहेको छ है। हेर्न सक्नुहुन्छ ऐतिहासिक किल्ला उपर दाङगढी। स्वागत गर्दछु तपाईँहरूले गाइस। फाइनली गाइस
गाइज म चाहिँ अब भित्र छिरिसकेको छु होइन टिकट काट्ने सिस्टम चाहिँ माथि गयो हुँदो रहेछ माथि आउनु भनेर बोलाएको छ यहाँको बारेमा मलाई त्यति त थाहा छैन त्यही पनि हेर्दै जाउँ के छ कस्तो छ सबै भिडियो हेर्नुपर्ने हुन्छ तपाईँहरू यहाँको बारेमा हेर्नको लागि चाहिँ के कस्तो लाग्छ अन्तिमसम्म हेर्नु होला गाइज म चाहिँ हिँड्दा हिँड्दा थाकेर पानी खान जाँदैछु कस्तो राम्रो ठाउँ छ गाइज हेर्न सक्नुहुन्छ मलाई नि यहाँको बारेमा त त्यति राम्रो थाहा छैन यहाँ चाहिँ पहिलाको राजाहरू बस्दाखेरिको वार हुँदाखेरिको किल्ला छ अरे त्यो तपाईँहरूले हेर्न सक्नुहुन्छ होइन चिसो पानी खानुपर्छ गाइस मिठो पानी थियो हजुर चिसो छ त है चिसो छ कस्तो लागिरहेको छ तपाईँलाई यो ठाउँ चाहिँ राम्रो चिसो हो पानी मात्र चिसो कि ठाउँ पनि राम्रो छ हो धेरै तिर्खाइ जस्तो लाग्यो तपाईँ चाहिँ हिँड्न पनि गाह्रो छ गाइस थाक्दो रहेछ धेरै पछि हिँड्दा पनि ठाउँ चाहिँ राम्रो छ एकदम चिल आनन्द राजाले कस्तो राम्रो ठाउँ रोजेछ क्या यहाँ चाहिँ होइन टक्क लगाएर अलिकति चोरहरू आए पनि वरिपरिबाटै देख्यो होला है दुश्मन तलबाट आएको दुश्मन हेर्ने हो नि त डाँडामा बसेर हो र त्यही भएर यस्तो डाँडामा बनाएको होला नि माथिबाट ढुङ्गा खसाल्ने नि दुश्मन आयो भने गाइस म पनि रानी बन्यो भने यस्तै डाँडामा बनाउँछु राजमहल राज हो कि रानी महल बनाउँछु अब म थाक्यो अरूले खानेकुरा बोकेर आउँछ गाइस हामी चाहिँ यहाँ प्लास्टिक बोकेर आउनुपर्छ पानीले रुच्छ भनेर यो चाहिँ टिकट होइन टिकट चाहिँ 50 रुपियाँ लाग्दो रहेछ पर पर्सन अब तपाईँहरू पनि आयो भने 50 रुपियाँ चाहिँ एक्स्ट्रा बोकेर आउनु फाइनली गाइस म चाहिँ छिर्दैछु भित्र रानी आयो भनेर खोल्ने मान्छे हुनु पर्ने यहाँ चाहिँ फाइनली म आफै खोलेँ गाइस होइन हेर्न सक्नुहुन्छ पहिलाको जमानामा राजदरबार यस्तो राम्रो कुकुर रहेछ तर टक्क टक्दैन है मलाई डर लाग्छ कुकुर टक्कर बेसी हेर्न सक्नुहुन्छ तपाईँहरूले गाइस दुईवटा अरू मान्छे नभने दुईवटा कुकुरहरूले चाहिँ कुरिरहेको छ यो ठाउँ चाहिँ कस्तो लाग्यो तपाईँलाई यो ठाउँ चाहिँ फाइनली राम्रो पनि छ के हो यस्तो मलाई थाहा हुँदैन राजदरबारमा यही होला किल्ला के हो एउटा फाइनली म चाहिँ चितवनको गढी भन्ने ठाउँमा आएर राजदरबार आएर किल्लामा उभिरहेको छु होइन यो तरबार गफे होला क्या के हो यो छ कि अर्को आउँछ इनार होला यो चाहिँ खाल्टोरमा के चाहिँ पानी स्विमिङ पुल चाहिँ के इनार होला क्या पानी राखेर ठाउँ के हो गाइड हेर्न सक्नु यहाँ माथि जानु दिन्छ कि छैन दिन्छ साथी लक रहेछ होइन अब मै आएर बस्नु पर्ला जस्तो छ मै अब यहाँ शासन चलाएर बस्नु पर्ला जस्तो छ गाइस हेर्न सक्नुहुन्छ यो चाहिँ उपर गढी होइन उपरदन गढी जे भइदियो अब मलाई चाहिँ थाहा छैन त्यसको बारेमा यो चाहिँ यो ठाउँ चाहिँ चितवनमा रहेको छ होइन म चाहिँ फर्स्ट टाइम आएको छ तपाईँहरूलाई कस्तो लाग्यो गाइस अझै पुरै ठाउँ हेर्नु बाँकी छ हेर्नलाई अन्तिमसम्म हेरेर साथ दिनु होला गाइस सबै ठाउँ हेर्नुपर्छ गाइस आउनुहोस् तपाईँहरू हामी मिलेर हेर्नुपर्छ यता चाहिँ केही पनि नरहेछ गाइस यति नै हो
के ठाउँ भनेर लिएर आएको रे तपाईँले यहाँ मैले के छ भनेर रे सिराइ चिली भनेर लिएर आएको सिराइ चिली चाहिँ अफरोड रहेछ अफरोड भएपछि चाहिँ मैले चाहिँ के भन्छ बर्तन गाडी लिएर आएँ हो कस्तो लाग्यो तपाईँले ठाउँ राम्रो हो ठाउँ चाहिँ राम्रो छ हेर्न सक्नुहुन्छ गाइस तर मान्छेले भन्ने अनुसार चाहिँ त्यस्तो चाहिँ छैन त्यही हो तपाईँहरू पनि एकचोटि आएर अनुभव गर्न सक्नुहुन्छ चिसो गर्मीमा त सक्दैन गर्मीमा चाहिँ नआउनु होला पानी परेको दिन र शीतल दिन छानेर आउनु होला यो डाँडामा नत्र गर्मीले फेरि सिधै तल माथिबाट ढलेर सिधै तल पुग्छ गाइज हामी चाहिँ फाइनली होइन भित्र हेरेर पनि आइसक्यो ठिकै रहेछ त्यति तर वाउ भन्ने पनि लागेन अलिकति दुःख पनि हुन्छ होइन रमाइलो डाँडा चाहिँ रमाइलो छ ठाउँ नि रमाइलो छ जोस् अब मान्छेले भने अनुसार चाहिँ त्यो चाहिँ देखेन मैले अब यस्तै हो तपाईँलाई यो ठाउँ कस्तो लाग्यो यदि मन पर्यो भने सबैजनाले लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला ओके बाई बाई लभ यु अल